guys, welcome back to my new vlog. अनि आज चाहिँ म यस्तो खासै केही छैन आजको भ्लगमा। अनि अहिले चाहिँ म आँप खान जाँदैछु। आँपको चाहिँ त्यो ढक्कला रहेर चाहिँ म मकैबारीको बीचमा हिँड्दैछु। एकवटा आँप कतिवटा हो? पुरा झोला च्यात्तिने गरी ल्याएको नि उसले यार। तुल त च्यात्दैन झोला खोइ। तो झोला ठिकै रहेछ। हामी बेला आँप भ्याइ त सुनहरूमा डिप्रेसन अनि यो आँप खाएर धेरै ढार्यौँ होइन। ढार्यौँ किन ए भन्छ। त्यसपछि ल्याएर हामी चाहिँ अब जान्छौँ अलिको आँप खान जानु पर्यो। अलिको आँप चाहिँ केही छोडिदिनु। अनि चाहिँ बिस्तारै जाने हो। एउटा चप्पल पखाले एउटा चप्पल पखाल्दै पाइयो। अब चाहिँ साँझो साँझो हुन लागिरहेछ। त खा यो म खान्छु। सो एउटा आँप भेट्यो अनि एउटा आँप चाहिँ यसले खाँदैछ। एउटा आँप चाहिँ म खान लाग्छु यहाँ। बहुत मिठो छ यार यो आँप पनि। साँझ पनि पर्न लागिसकेको छ। अनि हामीहरू चाहिँ आँप खाएर यहाँ चाहिँ यता धारामा टक्क लाएर यता साइडको धारामा त्यहाँ धारा छ देख्दा त्यो धारामा हामीहरू चाहिँ अब हातमुख धोएर हामीहरू चाहिँ लाग्नेवाला छौँ घरतिर। पानी सानी खान्छौँ, हातमुख धुन्छौँ टक्क लाएर। किनकि अब हामीले आँप खाएर पुरा हात उभाइराख्नु क्या। यहाँ हात पुरै हातमा चोपै चोप लागिरह। त्यही भएर हामी चाहिँ अब हात साथ धुन्छौँ यहाँ। हामीले चाहिँ अब यहाँ हातमुख धोएर पनि पुरा चाहिँ सफा भइसक्यो हात पनि ढक्क लाएर। अब चाहिँ हामीहरू घरतिर जान्छौँ। आजको लागि चाहिँ भिडियो यति नै। हामीहरू चाहिँ अब घर जान्छौँ। अनि रात पनि परिसकेको छ। अहिले चाहिँ हामीहरू यहाँ रुक्नु नभएको ठाउँमा आएर अलि उज्यालो मान्नेको न। अनि यहाँ चाहिँ आएर हामीले हात धोयौँ। अनि एउटा बाहिर मैले अनि त्यहाँबाट हामी चाहिँ अब घर जान्छौँ। सो फेरि भेटौँला नेक्स्ट भिडियोमा होइन। अनि बाई बाई गाइज। बाई बाई भन्। Bye bye.